जय मसीहहरूलाई सुसमाचार टिभीमा आज सबातको दिनमा परमप्रभुले तपाईँलाई प्रशस्त आशीष दिनुभएको छ भन्ने हामी प्रार्थना गर्दछौँ। आज तपाईँहरूको समक्ष हामीले मिलापको सुसमाचार गोस्पल अफ पीस परमेश्वरले मानव जाति जो परमेश्वरबाट टाढा भएको थियो, जब एडम अनि हव्वाले अज्ञाकारिताद्वारा पाप गरेपछि मानिस र परमेश्वरको बीचमा जुन मिलाप टुटेको थियो, आज येशू ख्रीष्ट परमेश्वरद्वारा उहाँले हाम्रो अन्य जातिहरूलाई जसले प्रभुलाई चिनेको छैन उहाँहरूलाई मिलापमा लिएर आउन चाहनुहुन्छ। तपाईँहरूले अहिले देखिरहनु भएको छ कि यो मिलापको सुसमाचार चाहिँ के हो भन्दाखेरि अहिले राज्यको बीचमा झगडा, मुस्लिम एन्ड हिन्दू एन्ड मुस्लिम एन्ड क्रिस्चियनको बीचको झगडा, मानिस परिवारहरूमा जुन किसिमको झगडा अनि वार, रिभर्स अफ वार, यी कुराहरूलाई मान्छे नि परमेश्वरले शान्ति लिएर आउन चाहनुहुन्छ। जब हामीले मिलाप गर्छौँ, हात मिलाउँछौँ, अनि तब के हुन्छ त, एक अर्कामा मिलाप आएपछि त्यस ठाउँमा शान्ति आउँछ। जब मिलाप हुँदैन नि यो संसार चाहिँ अशान्तिले भरिएर जान्छ। तर परमेश्वरले हामीलाई यस्तो अनुग्रह गर्नुभयो कि जसले प्रभु येशू ख्रीष्टलाई चिन्न सकेको छैन, उहाँको गुड न्युज अथवा सुसमाचार हाम्रो जाति कारण जसले प्रभुलाई चिन्न सकेको छैन उहाँहरूलाई आज सुसमाचार सुनाउन चाहनुहुन्छ। आइजिया 52:7 मा परमेश्वरले भन्नुभएको छ, सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँडाहरू हुँदो कति सुन्दर छन्, जसले शान्तिको घोषणा गर्दछन्, जसले सुसमाचार ल्याउँछन् र जसले उद्धार साल्भेसन मुक्तिको घोषणा गर्दछ। र परमेश्वरले इजरायलीहरूलाई पनि भन्दै हुनुहुन्थ्यो, हे सियोनका मानिस हो, तेरो परमेश्वरले राज्य गर्दा आउँदै हुनुहुन्छ। र परमेश्वर चाहिँ इजरायलको मात्र परमेश्वर हुनुहुन्न, तर उहाँ सारा संसारको अन्य जातिहरूको पनि परमेश्वर हुनुहुन्छ र उहाँले तपाईँहरूमा पनि राज्य गर्न चाहनुहुन्छ। त्यसैले मत्ती 24 मा भनेको छ, किनभने जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछन् र ठाउँ ठाउँमा अनिकाल र भूकम्प हुनेछन्, तब तिनीहरूले तिमीहरूलाई सङ्कटको लागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्। अन्य जातिहरूले, विभिन्न जातिहरूले परमेश्वरको छोराछोरीहरूलाई घृणा गर्नेछन्। किन भन्दाखेरि नि सुसमाचार नसुनेको कारणले गर्दा, परमेश्वरलाई नचिनेको कारणले गर्दा। तब धेरैजना भड्केर जानेछन् र ठेस खानेछन् र एउटाले अर्कोलाई विश्वासघात गरेर सुम्पिदिनेछन्, घृणा गर्नेछन्। धेरै झुटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई बहकाउनेछन्। अहिले बिगेस्ट प्रब्लम चाहिँ के छ भन्दाखेरि नि मानिसमा, संसारमा चाहिँ सुसमाचार नपुगेको कारणले गर्दाखेरि एकले अर्काको बिचमा के भइरहेको छ, झगडा भइरहेको छ, ठेस खाइरहेको छ, एकले अर्कोलाई विश्वासघात गरिरहेको छ, घृणा गरिरहेको छ। यो सबै गरेको कारणले गर्दा चाहिँ संसार चाहिँ अशान्तले पूर्ण रूपमा भरिएको छ। तर परमेश्वरले आज मिलापको सुसमाचार अथवा शान्तिको सुसमाचार ल्याउन चाहनुहुन्छ। दुष्टता बढेको हुनाले धेरैको प्रेम सिलाएर जानेछ अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूको लागि गवाईको निम्ति प्रचार गरिनेछ अनि अन्त्य आउनेछ, किनकि त्यस बेला यस्तो महासङ्कट हुनेछ जो जगतको सुरुदेखि अहिलेसम्म भएको छैन, न त फेरि कहिले हुनेछ। परमेश्वरले यस्तो ग्रेट अपर्च्युनिटी तपाईँले दिन चाहनुहुन्छ नि, तपाईँहरूलाई त्यो महासङ्कटबाट छ नि उद्धार गर्न चाहनुहुन्छ। जुन महासङ्कट चाहिँ पृथ्वीमा अहिलेसम्म नभएको थियो र यो महासङ्कट आएपछि नहुनेछ भनेर भनेको छ। त्यो महासङ्कट चाहिँ किन हुँदो रहेछ भन्दाखेरि नि प्रेम सिलाएर जानेको
कारणले गर्दा प्रेम चाहिँ किन सेलाएर जाने रहेछ भन्दाखेरि नि परमेश्वरको मेलमिलापको अथवा शान्तिको सुसमाचार हाम्रो जातिले नसुनेको कारणले गर्दा। त्यसैले परमेश्वरले आज धेरै होइन उहाँको छोराछोरीहरूलाई उहाँको सेनाहरूलाई यङ जेनेरेसनहरूलाई बोलाउँदै हुनुहुन्छ अनि भन्दै हुनुहुन्छ मेरो सुसमाचार गएर सुनाओ, जाति जातिमा मेरो सुसमाचार गरेर सुनाओ, रोगीहरूलाई निको बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध बनाओ, मरेकोहरूलाई बिउजाओ, भूतहरू लागेकोलाई निकालो। हजुर यो वरदान सिद्धमा दिनुभएको थियो। हामीहरू अथवा परमेश्वरको भक्तजनहरूले अथवा उहाँको सेनाहरूले तपाईँहरू हरेकलाई सिद्धमा दिन चाहनुहुन्छ त्यो मेलमिलापको सुसमाचार अनि त्यो शान्तिको सुसमाचार। आमेन। परमेश्वरले यङ जेनेरेसनलाई चाहिँ अहिले शक्तिशाली रूपमा चलाउनु हुँदैछ र अनि हामी के यसको लागि रेडी छौँ त? मण्डलीहरू हामी के यसको लागि रेडी छौँ त? होइन, परमेश्वरले अन्तिम समयको लागि संसारमा छ नि सुसमाचारको लागि चाहिँ धेरै सेनाहरू तयार गर्दै हुनुहुन्छ र मण्डलीहरूलाई उहाँले बोल्दै हुनुहुन्छ कि यो चाहिँ अब सुसमाचारको समय हो, मेलमिलापको समय हो र शान्तिको समय हो। किनभने त्यो महासङ्कटबाट बस्नको लागि छ नि उहाँले हाम्रो जाति र घरहरूलाई अपर्च्युनिटी दिनुहुँदैछ। यदि हामीले सुसमाचार सुनाएनौँ र मेलमिलाप गरेनौँ भने चाहिँ हाम्रो जाति र घराना स्पेसली जो अरब देशमा बसेको छ, स्पेसली जो इन्डियामा बसेको छ र स्पेसली जो थर्ड कन्ट्री अथवा डेभलपिङ कन्ट्रीमा बसेको छ नि उनीहरूलाई चाहिँ यो महासङ्कटले धेरै नै सङ्कट लिएर जाँदैछ र अनि हाम्रो जाति र घरहरूलाई बचाउने एकमात्र उपाय के हो भन्दाखेरि नि परमेश्वर प्रभु येशू ख्रीष्टको सुसमाचार र शान्तिको मेलमिलाप सुसमाचार हामीले सुनाउन जरुरी छ। त्यो चाहिँ एक्लैले गरेर हुने कुरा होइन, यो चाहिँ मण्डलीले गर्नुपर्ने कुरा हो। संसारभरि भएको सबै मण्डलीले एकतामा आएर मिलेर होइन एकले अर्कोलाई के गर्नुपर्छ भन्दाखेरि सहायता गरेर होइन परमेश्वरको यो जुन टार्गेट अथवा परमेश्वरको उहाँले दिनुभएको डेस्टिनी छ नि हामीले एकतामा होइन धैर्यतामा विश्वस्ततामा एकले अर्कालाई सहयोग गरेर हामीले चाहिँ यो ठुलो युद्धमा चाहिँ हामीले जित्नु जरुरी छ। यदि हामीले जितेनौँ भने चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो जाति र घरमा ठुलो सङ्कटमा पर्नेछ। त्यसैले 2 कोरिन्थीको 5:17-21 परमेश्वरले भन्नुभयो यदि ख्रीष्टमा कोही आएको छ भने चाहिँ त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। यो परमेश्वरबाट भएको हो जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलाप लिएर आउनुभयो। ओन्ली गड इन हेभन उहाँले चाहिँ आफ्नो एकमात्र पुत्र पठाउनु भयो र उहाँको पुत्रको बलिदानद्वारा उहाँको रगतद्वारा होइन हामीलाई के गर्नुभएको छ भन्दाखेरि नि हामी स्पेसली परमेश्वरको छोराछोरीहरूलाई चाहिँ त्यो ख्रीष्टको मिलाप होइन हाम्रो अन्य जातिहरूमा बनाउनको लागि छ नि उहाँले चाहिँ मध्यस्थता हामीलाई चाहिँ मध्यस्थता बनाउनु भएको छ र अनि त्यो मध्यस्थतामा चाहिँ होइन उहाँले हामीलाई के भन्नुभएको छ भन्दाखेरि नि तिमीहरू चाहिँ होइन स्वर्गको राजदूतहरू हो। त्यो स्वर्गको राजदूतले चाहिँ के गर्छ भन्दाखेरि नि परमेश्वर र होइन हाम्रो जाति र घराना जो अन्य जातिहरू जसले परमेश्वरलाई चिनेको छैन नि उनीहरूको बिचमा चाहिँ एउटा एम्बेसडरको काम गर्दैछ क्या, एउटा मध्यस्थताको काम गर्दैछ। परमेश्वर पिताले आफ्नो बलिदानद्वारा आफ्नो पुत्रलाई यस संसारमा पठाउनु भयो र मेलमिलापको लागि चाहिँ होइन उहाँले आफ्नो रगत बगाउनु भएको छ होइन। त्यो मेलमिलापको सेवा गर्नको निम्ति चाहिँ नि परमेश्वरले हामी होइन क्रिस्चियनलाई चाहिँ उहाँले चुन्नु भएको छ र अनि यसरी भन्नुभएको छ तिनीहरूको अपराध लेखा नलिएर मिलाप गराउने कामको सन्देश उहाँले हामीलाई र तपाईँलाई सुम्पिदिनु भएको छ। एउटा
एउटा कुरा चाहिँ इन्ट्रेस्टिङ कुरा के छ भन्दाखेरि नि हामी पापी थियौँ, हामी होइन अधर्मी थियौँ, तर परमेश्वरले हामीलाई यस्तो कृपा गर्नुभयो कि होइन यीशु ख्रीष्टको रगतद्वारा पापहरू उहाँले क्षमा गर्नुभएको छ र अनि उहाँले चाहिँ हामीलाई होइन स्पेसली तपाईँ क्रिस्चियन दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ क्रिस्टको राजदूत बनाउनु भएको छ र अनि उहाँले चाहिँ परमेश्वरले तपाईँहरूलाई अनुरोध गरिरहनु भएको छ होइन त्यो अनुरोध गरिरहनु भएको छ कि होइन तपाईँहरू जानुहोस् र परमेश्वरको मेलमिलाप र शान्तिको सुसमाचार चाहिँ होइन अन्य जातिहरूमा अथवा जसले परमेश्वरलाई चिनेको छैन त्यस ठाउँमा गएर प्रचार गर भन्नुभएको छ। त्यसको पक्षमा हामीलाई अथवा तपाईँलाई हाम्रो घर परिवार र हाम्रो मानिसहरूलाई चाहिँ बिन्ती गर्दछ कि तपाईँहरू चाहिँ परमेश्वरसँग मिलापमा आउनुभएको होस्। किन भन्दाखेरि नि 2 कोरिन्थियन 5:17-21 भन्नुहुन्छ किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ भनेर पाप नचिन्नु हुने क्रिस्टलाई अथवा परमेश्वरलाई हाम्रो घर परिवार मानिसहरूको खातिर होइन पाप बनाउनु भयो र त्यो पाप हाम्रो पाप छ नि उहाँले सित्तैमा तिर्दिनु भएको छ कि र अनि परमेश्वरसँग छ नि स्वर्गमा भएको परमेश्वर पितासँग छ नि उहाँले छ नि होइन आओ मसँग मेलमिलाप गर होइन ताकि तिमीहरूले होइन अनन्त मुक्ति पाएको होस्, अनन्त शान्ति पाएको होस् भनेर भन्दै हुनुहुन्छ। रोमी 5:10 भनेको छ किनकि हामी शत्रु छँदै उहाँको पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने झन् बढी अब उहाँसँगै मिलाप भएको हुनाले क्रिस्टको जीवनद्वारा हामी बचाइनेछौँ र हाम्रो परिवार पनि बचाइनेछ र हाम्रो घर घराना पनि बचाइनेछ। तर त्यो कन्डिसन चाहिँ के छ भन्दाखेरि नि हामीहरूले चाहिँ होइन गएर सुसमाचारको अथवा शान्तिको सुसमाचार चाहिँ हामीले सुनाउनु जरुरी छ। हामीलाई थाहा छ यो संसार हेर्दाखेरि एउटा संसार छ तर यसमा 2टा वर्ल्ड छ कि 2टा संसार छ। एउटा चाहिँ फिजिकल वर्ल्ड छ होइन र अर्को चाहिँ के छ भन्दाखेरि नि स्पिरिचुअल अथवा आत्मिक संसार पनि छ कि एउटा अन्धकारको शक्ति छ र एउटा ज्योतिको शक्ति छ कि हामी चाहन्नु कि हाम्रो घर घराना हाम्रो परिवारहरू चाहिँ उनीहरू चाहिँ अन्धकारको राज्यमा गएको अथवा त्यो अनन्तको होइन त्यो तलाउ जुन तलाउ चाहिँ के छ भन्दाखेरि आगोले भरिएको तलाउ छ कि त्यो तलाउमा छ नि होइन हामी जाँदैनौँ कि चाहँदैनौँ कि हाम्रो घर घराना छ त्यस तलाउमा गएको र हामी चाहन्छौँ नि उहाँहरू चाहिँ ज्योतिको संसार अथवा परमेश्वरको राज्यमा गएको हामी देख्न चाहन्छौँ। 1 थेसलोनी 5:5 त्यसैले भन्नुभयो किनकि तिमीहरू सबै ज्योतिका सन्तान र दिनका सन्तान हो, हामी रातका र अन्धकारका सन्तान होइनौँ। हाम्रो घर घरानालाई चाहिँ हामीले रातको र त्यो अन्धकारको शक्तिबाट चाहिँ हामीले छुटाउन खोजिरहेको छ। त्यति मात्र हाम्रो मोटिभ हो ताकि उनीहरूले अनन्त जीवन पाओस् कि। त्यसैले 1 पत्रुस 5:8 के भनेको छ भन्दाखेरि परमेश्वरले हामीलाई सचेत रहो, जागर रहो, तिम्रा शत्रु दिया भला शैतान कसलाई भेटौँ र खाउँ भनेर 24 घण्टा छ नि सिंह जस्तै गज्रिरहेको छ कि। तर हाम्रो लडाइँ छ नि मानिसको छ नि रगत र शरीरको होइन कि हाम्रो लडाइँ चाहिँ शैतानिक शक्तिहरूको विरुद्धमा हो कि। हाम्रो देशमा भएको तन्त्र मन्त्र मुक्सी विद्या धामी झाँक्री होइन डरलाग्दो होइन शक्तिहरूको विरुद्धमा हो र त्यो शक्तिहरूलाई निशस्त्र पार्ने एउटै हतियार चाहिँ के हो भन्दाखेरि नि मेलमिलापको अथवा शान्तिको सुसमाचार जो चाहिँ परमेश्वरबाट आएको सुसमाचार हो र त्यो सुसमाचार हाम्रो जातिले सुन्ने बित्तिकै उनीहरूको हृदयको आँखा अनि उनीहरूको हृदयको छ नि होइन अन्तस्करण चाहिँ खोलिनेछ के ताकि उनीहरूले छ नि ज्योतिलाई चिन्नेछ क्या। उनीहरू अन्धकारबाट ज्योतिमा आउनेछ ताकि उनीहरूले ज्योतिको संसारलाई चिन्नेछ कि। किनभने यहुन्ना
युहन्ना 10:10 भनिरहेको छ कि परमेश्वरले चोर्न मार्न र नाश गर्न मात्र आउँछ। शैतान छ नि तपाईँलाई सधैँ झगडा कलह होइन, परिवारमा होइन, राज्यमा अमिलता होइन, अविश्वासको भावना, भ्रष्टाचार होइन, विभिन्न किसिमको पापहरू मात्रै ल्याउन चाहन्छ। तर परमेश्वरले चाहिँ तपाईँलाई अनन्त जीवन पाओस् भनेर छ नि उहाँले तपाईँहरूलाई बोलाइरहनु भएको छ कि। 2 त्यसैले प्रकाश 12:10 भनेको छ, तब मैले स्वर्गमा यसो भनिरहेको ठुलो आवाज सुने, अब हाम्रा परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँको क्रिसको अधिकार आएको छ, किनकि हाम्रा भाइहरूलाई अथवा हाम्रो जाति र घरानाहरूलाई जसले 24 घण्टा होइन परमेश्वरको गाडी त्यो शैतानले के गर्छ भन्दाखेरि दोष लगाइरहन्छ कि यसले यो गर्यो, यसले यो गर्यो, यसले यो गर्यो, यसले व्यभिचार गर्यो, यसले यो रेड लाइटमा बाटो काट्यो, यसले यसरी पैसा चोर्यो, यसले यसरी भ्रष्टाचार गर्यो भनेर छ नि 24 आवर छ नि हाम्रो दाजुभाइको विरुद्धमा छ नि त्यो शैतानले छ नि गडलाई छ नि परमेश्वरलाई कम्प्लेन गरेकै छ र अनि परमेश्वरलाई केही नलागेपछि छ नि शैतान जा तँलाई जे मन लाग्छ त्यही गर भनेपछि शैतानले के गर्छ भन्दाखेरि उसको परिवार घराना अनि हाम्रो छ नि पुरा देशमा नै के लिएर आइदिएको छ भन्दाखेरि अशान्ति, झगडा होइन, अमिलताको वातावरण लिएर आइदिएको छ। तर परमेश्वरले छ नि तपाईँहरूलाई मेलमिलापको सुसमाचार सुनाउँदै हुनुहुन्छ आज, ताकि तपाईँहरू शान्तिमा आउन सकेको होस्, ताकि तपाईँहरूमा विश्वास बढ्न सकेको होस्। परमेश्वर एकमात्र मुक्तिदाता, एकमात्र सृष्टिकर्ता, तपाईँलाई परमेश्वरले आफ्नै स्वरूपमा, आफ्नै प्रतिरूपमा बनाउनु भएको हो कि मानिसलाई छ नि परमेश्वरले छ नि बाँदरबाट बनाउनु भएको होइन कि परमेश्वर कुमाले हुनुहुन्छ र उहाँले तपाईँलाई आफ्नै स्वरूपमा छ नि माटोबाट छ नि तपाईँको नाक, कान, घाँटी, आँखा राखेर ब्युटिफुली छ नि तपाईँको नाकमा छ नि परमेश्वरले श्वास फुकिदिनु भएको थियो। त्यो पनि कहिले भन्दाखेरि नि सृष्टि हुनुभन्दा अगाडि नै आमाको गर्भमा छ नि तपाईँलाई छ नि परमेश्वरले छ नि बनाइसक्नु भएको थियो, रचिसक्नु भएको थियो कि त्यो परमेश्वर छ नि जसलाई बनाउनु तपाईँलाई बनाउने भने परमेश्वरले आज बोलाउँदै हुनुहुन्छ होइन। तपाईँ मेलमिलापको सुसमाचार आउनु, शान्तिको सुसमाचारमा आउनुहोस् भनेर भन्दै हुनुहुन्छ। यूहन्ना 8:44 भनेको छ, तिमीहरू आफ्नो पिता दियाबलसका हो र तिमीहरूका पिताको इच्छा पूरा गर्ने तिमीहरूको सङ्कल्प छ। त्यो त सुरुदेखि नै हत्यारा थियो र त्यससँग त्यसलाई केही पनि वास्ता छैन, किनभने त्यसमा केही सत्य छैन। त्यसले झुट बोल्दछ र त्यो आफ्नै स्वभाव अनुसार बोल्दछ, किनभने त्यो झुट हो र झुटको पिता हो। त्यसले चाहिँ के गर्छ भन्दाखेरि आफ्नो जाति र घरानालाई छ नि बाहिरबाट देखाउने चाहिँ एउटा पिक्चर हुन्छ, तर भित्र गर्ने काम चाहिँ अर्कै उसले छ नि शैतानी काम गरेर के छ भन्दाखेरि आफ्नो जाति र हाम्रो जाति र घरानालाई चाहिँ छ नि होइन त्यो नरकको बाटोमा लिएर गइरहेको छ कि परमेश्वरले आज बोलाउँदै हुनुहुन्छ तपाईँहरूलाई। कलसी 1:20-23 भन्नुभएको छ, परमेश्वरले उहाँको क्रुसको रगतद्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूमा मिलापमा ल्याउनु भएको छ र बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियो, तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र, निष्कपट र निर्दोष प्रस्तुत गर्न क्रिस्टको मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा लिएर आउन चाहनुहुन्छ। यदि तिमीहरू आफ्नो विश्वासमा अचल र स्थिर भइरह्यो र तिमीहरूले सुनेको सुसमाचारको आशाबाट हटेनौ भने त्यही नै सुसमाचार हो जो स्वर्ग मुनि हरेक प्राणीलाई प्रचार गरेको छ, जसको निम्ति हामीहरूले होइन हामी विश्वासीहरूलाई परमेश्वरले एज ए एम्बेसडर होइन अफ हेभेनको रूपमा चाहिँ यस पृथ्वीमा तपाईँलाई चुन्नु भएको छ होइन। तपाईँलाई विभिन्न कामहरू गर्नको लागि दिनुभएको छ कि त्यसले गर्दाखेरि आज एफिसी 6:15 भनेको छ, खुट्टामा मेलमिलापको समाचारको जुत्ता लगाएर हे परमेश्वरका छोराछोरीहरू हो तपाईँहरू तयार हो। अनि परमेश्वरले पिठो भन्नुहुन्छ आइजिया 52:7 सुसमाचार प्रचार गर्नेका पाउहरू डाँडादेखि कति सुन्दर छन्,
जसले शान्तिको घोषणा गर्दछन्, जसले सुसमाचार ल्याउँछन् र जसले उद्धारको घोषणा गर्दछन्। र परमेश्वर भन्दै हुनुहुन्छ, म चाँडै पृथ्वीमा आउनेछु र होइन म त्यहाँ राज्य गर्नेछु। अनि 9:15 भन्नुभयो, हेर सुसमाचार ल्याउने र शान्ति घोषणा गर्ने जनका खुट्टाहरू पहाडमा छन्। हे यहुदा, तिमीले आफ्नो चाडहरू मनाऊ र आफ्ना भागहरू पुरा गर। दुष्टहरूले अब उपरान्त तिमीहरूलाई आक्रमण गर्ने छैनन् र उनीहरू सम्पूर्ण रूपले सर्वनाश हुनेछन्। जब हामीले होइन हाम्रो जाति र घरानामा सुसमाचार लिएर आउँछौँ नि, परमेश्वरको सुसमाचार आउने बित्तिकै छ नि ज्योतिको संसारले चाहिँ नि राज्य गर्छ र होइन शैतानको राज्य चाहिँ नष्ट हुन्छ क्या। त्यसैले परमेश्वरले रोमी 10:14 र 15 भन्नुभयो, उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष दिनुहुन्छ। तर जसलाई विश्वासै गरेको छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? प्रचारक बिना तिनीहरूले कसरी सुन्ने र कसैलाई नपठाइकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, सुसमाचार प्रचार गर्नेका पाउहरू कति सुन्दर, होइन? परमेश्वरले छ नि भन्ने हुनुहुन्छ कि कसैलाई नपठाइकन सुसमाचार नसुनाइकन होइन कसरी सुन्ने उनीहरूले, होइन? आज हामी प्रार्थना गर्दछौँ परमेश्वरको छोराछोरीहरू जसलाई यो जेनेरेसनलाई परमेश्वरले चुन्दै हुनुहुन्छ र भन्दै हुनुहुन्छ, होइन आओ उठ, होइन आफ्नो घरानाबाट उठ, आफ्नो मण्डलीबाट उठ र होइन परमेश्वरको मेलमिलापको र शान्तिको सुसमाचार चाहिँ लिएर आउनको लागि हरेक मण्डलीलाई, हरेक छोराछोरीलाई, परमेश्वरको छोराछोरीलाई उहाँले होइन आह्वान गर्दै हुनुहुन्छ, ताकि अन्त्यको यो डरलाग्दो समयमा छ नि हाम्रो जाति र घरानाहरू चाहिँ बाँचेको होस्। धन्यवाद पिता, आजको सारा आदर, सारा प्रशंसा, सारा स्तुति तपाईँलाई चढाउँदछु अनि तपाईँलाई धन्यको भन्दछु यस वचनको लागि। हामी प्रार्थना गर्छौँ यस वचनलाई तपाईँको रगतमा सिल गर्दै आशिष अनि अनुग्रह माग्दछु राजा येशू तपाईँको नाममा। जय मसीह।